कस्तो तपाईँ घरको नक्सा मसँग हुनुपर्छ नगरपालिका के हुन्छ त तपाईँको नक्सा मसँग हुनु मैले त्यहाँ छापे यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो हजुरले के 35 दिनभित्र खाली गरौँ भने नोटिस दिएको छैन तपाईँ घरको नक्सा मसँग हुन्छ अनि मैले खाली गरेँ किन कसरी गरेँ मैले तपाईँ घरको नक्सा मसँग हुन्छ तपाईँ चाहिँ हुने तपाईँहरूकै प्रतिनिधि हो अनि कस्तो डाउन हो तपाईँले अनि म तपाईँलाई नक्सा दिन्छु अफिसमा ल्याइदिन्छु भन्दा ल्याइदिनु नि त दिनु नि त तपाईँले आउने मलाई थाहा छैन के छैन कसरी हुन्छ 35 दिनदेखि भइरहेछ त तपाईँ अनि एउटै ल्याउने मैले मेरो अफिसमा होला मैले त त्यो नक्सा लिएर त बस्दिनँ नि हजुर मेरो अफिसमा स्टाफ तपाईँको सटर लाउनु अहिले यहाँ अहिले खोल्नु पाइँदैन लगाइदिउँ हजुर तपाईँ हजुर आउँछु नि म उकिलिएर आउँछु लिएर आउँछु होइन त्यो पाउनु पनि कानुनी हो कि के हजुरले यसरी कसरी बोल्नु मलाई फर्काउनु खोज्नुभयो तपाईँले मलाई फर्काउनु खोज्नुभयो हो मैले सघाएको छु तपाईँको नक्सा मिडिया छ कसरी बोल्नु हजुर तपाईँको नक्सा मसँग हुनुपर्छ त अनि अफिस हजुरको पनि छ हजुरको पनि अफिस हुनु पर्यो मेरो पनि छ होला म तपाईँको यदि नक्सा यहाँ छैन भने हाम्रो अफिस म लिएर आउँछु नि म लिएर आउँछु 500 मिटरको डिस्टेन्समा यही नजिकै छ अफिस लिएर मलाई के छ भने हजुरले एउटा चिठी पनि लेखेर दिनुहोस् त्यसरी ल्याउने भएर अलिकति अफिसले जानु पर्यो चिठी भनेको यो हामीले पत्रिकामा नक्सा यो सबैको दिने होइन यहाँनिर 2.5 लाख घर छ 2.5 लाख घरलाई हामीले दिन सक्दैनौँ चिठी हामीले पत्रिकामा छाप्ने हो पत्रिकामा छाप्ने हो पत्रिकामा छाप्नलाई मैले हजुरको चाहिँ गल्ती गरेको छु भने नि पत्रिकाले 2.5 लाख घरमा दिन सकिँदैन मैले गल्ती गरेन म आउने मैले गल्ती गरेकै छैन हजुर मलाई के नि भन्नु एकैचोटि आएर यत्रो मिडिया ल्याउनुहुन्छ सबै मैले मिडिया ल्याएको होइन मैले मिडियासित के ल्याएको होइन हजुर त एउटा जनप्रतिनिधि भएपछि यसरी बाबा स्टन्ट गरेकै छैन तपाईँलाई तपाईँले मलाई फर्काउनु भयो कि फर्का छैन फर्का छैन तपाईँलाई फर्का छैन अनि सटर लगाइदिनु सटर लाउँला र चाहिँ के गर्यो भने त्यो सबै डकुमेन्ट लिएर उकिल सहित आउँछ यसरी कानुनी राज्य हो यो कानुनी राज्य हो तपाईँको यो सबै गर्दाको करोडौँ कर दिन्छ रेस्पेक्ट द बिजनेस पिपल दिस इज नट गुड थ्याङ्क यू भेरी मच सबैलाई थ्याङ्क यू भेरी मच 100% हामीले ट्याक्स दिन्छौँ करोडौँ ट्याक्स दिन्छौँ रेस्पेक्ट नक्सा त उहाँहरूले दिने हो नि हजुर मसँग सम्म दिन्छु तर कमसेकम मलाई त बोलाउनु पर्यो नि उहाँसँग माग्न चाहिँ हुने उहाँले मलाई मागेपछि मैले पनि माग्न मिल्यो नि मैले यहाँ गोजीमा बोकेर हिँडे आउँदैन नि नक्सा एउटा सिस्टम हुन्छ एउटा अफिस हो मापदण्ड विपरीत भएमा कानुन छँदैछ नि तर त्यो भन्नु पर्यो यतिकै गफ गरेर मिडिया भएर हुन्छ अनि स्टन्ट गरेर हुन्छ मेरो कि डन हो यार त्यस्तो पनि हुन्छ हामी पनि यो देशको नागरिक हो व्यवसाय करोडौँ यहाँ कर तिरेर बसेका छौँ त्यस्तो हुन्छ रेस्पेक्ट खै त अनि